हेलो गाइज वेलकम ब्याक माई न्यू भ्लग नर्मली गाइज यसो आज पनि ग्रिन पार्कतिर छौँ हामी चाहिँ इन्जोयफुल तरिकाले तपाईँहरूको हालखबर के छ कमेन्ट गर्दै गर्नुहोस् के छ ठिक छ नि ओके ओके सब्सक्राइब एकदम इन्जोयफुल पारामा यस्तो छ भ्यूहरू चाहिँ एकदम इन्जोयफुल छ होइन त्यहाँ अगाडितिर जाऊँ न एकदम प्रकृतिमय छ अब नामै ग्रिन पार्क भने प्रकृतिमय हुने नहुने त कुरै भएन यस्तो छ भ्यूहरू चाहिँ एकदम हामी लमै नगरपालिका भित्रको हाम्रो ग्रिन पार्कमा छौँ नेपाल नक्सा छ यता यस्तो छ भ्यूहरू चाहिँ इन्जोयफुल पारामा हामी चाहिँ अहिले यताका लुम्बिनी परेछ हो त्यो आज हामी चाहिँ एकदम लमैको फेमस जैविक विविधताले सम्पन्न ग्रिन पार्कमा छौँ गाई यस्तो छ भ्यूहरू त देखाउँछ यतातिरको भ्यूहरू चाहिँ यस्तो शानदार छ यता गौमाता हुनुहुन्छ उता हाम्रो श्रवण कुमार हुनुहुन्छ एकदम इन्जोयफुल छ साथीहरू मौसम चाहिँ एकदम प्रकृतिमय छ यस्तो घाम पनि लाग्नु भएको छ एकदम मजासँग अलि अगाडि फुलहरू देखाऊ यस्तो मजासँग फुलहरू फुलिरहेछन् यता धुपी चल्लोहरू एकदम इन्जोयफुल तरिकाले फुल्दैछन् तपाईँहरू देउखुरीतिर हुनुहुन्छ भने अवश्य आउनुहोस् ग्रिन पार्कमा घुमफिर गर्नुहोस् होइन यस्तो छ भ्यूहरू चाहिँ वाल छ यस्तो भ्यूहरू दामी छ उता जङ्गल पनि देखाउँ न मोबाइल होइन लाइक कमेन्ट सेयर सब्सक्राइब गर्दै गर्नुहोस् गाइस भाइरल गरिदिनु पर्यो हामीलाई पनि चाहिँ अब यतातिरको विशेषता भनेको यो हरियाली छ है साथीहरू यहाँको विशेषता भनेको प्रकृतिमय एकदम प्रकृतिमय एकदम होइन उता सहर बजारतिर एकदम हो हल्ला छ तर भित्र एकदम यतातिर पर्यटकहरू कता कता देखे हुन्छन् भन्नु यतातिर हाम्रो देउखुरीको त भइहाल्यो अलिक घोराइतिरबाट भयो भाउलाङतिरबाट अब देउखुरीतिर एकदम मजा छ सबै धेरै ठाउँबाट आउँछ अनि यतातिरको भ्यूहरू यस्तो छ अनि त्यो पारीको त्यो चाहिँ फेरि के हो बच्चाहरू खेलकुद गर्नको लागि पार्कहरू छ है ओके अब गाइस हामी चाहिँ अनि ट्याक्कै यहाँ चाहिँ घुम्नको लागि चाहिँ यहाँ चाहिँ यस्तो मजासँग पिउने पानीको व्यवस्थापन हुँदैछ भाडाहरूको बन्दैछ नयाँ मन्दिर निर्माण हुँदै रहेछ मैले सही नै भनेर सुब्बा देउराली मन्दिर शाखा मन्दिर ओ माई गड सुब्बा देउराली माता कि जय सुब्बा देउरालीको शाखा मन्दिर भनेपछि यो पनि खतरा शक्तिशाली मन्दिर बन्दैछ एकदम हाम्रो नेपाली संस्कृतिलाई जनाउने रूपमा भइरहेछ होइन एकदम गाई चुनावको माहौल छ होइन घन्टी बजाउने यो साल चाहिँ 5 वर्षको लागि चाहिँ घन्टी बजाउँदै छैन यहाँ घन्टी टेलिङ टेलिङ घन्टी बजाउँदै घुमाउला सहरैमा अब हामी चाहिँ भोलि प्युठान चाहिँ हामी भोट हाल्नका लागि जाँदैछौँ राम्रोलाई चुन्ने यस नयाँलाई सरकार चाहियो अब चाहिँ नेपालमा अनि यो चाहिँ के बन्दैछ हौ बिहाकी निर्माण हुँदैछ है र पोखरी हो कि शिवको तार छ सो उता पनि अस्ति त्यहाँ भएको के मेला लाग्यो ए यहाँ त आफिस म होइन यहीँ भित्र गएर हेर्छ झ्याल्ला तर यहीँ वर्षै मेला हिँडेको ए अनि अस्ति ऊहरू आए कहाँ हो रविलामी छानेहरू आएको रविलामी छाने त तर बगैँचाहरूमा आयो अच्छा अच्छा यता दसैँको बेला पिङहरू पनि पाइन्छ गाइस कता त्यहाँनिर ओ माई गड रहेछ त पिङको लट्ठामेन रहेछ साथीहरू होइन फेरि दसैँ बनाउँछ यता पिकनिक स्पोट पनि छ गाइस तपाईँहरूले पनि ट्याक्क बोका सोका ल्याएर आउनु सक्नुहुन्छ च्याट्ट काट्ने होइन ट्याक्क यहाँ बस्ने खाने अनि यहाँ बनाइदिने मान्छे छन् कि नै विवेक बनाउने मान्छे त बजारतिरबाट मगाउनु पर्यो मान्छेलाई
ए आफै बनाउने व्यवस्था छ आफै बनाउने बस्दा तरिकाले त्यो तागो बाल्ने ट्याक्क यहाँ बस्ने होइन इन्जोय तरिकामा नाच्ने मादल बजाउने होइन बालेन हिजो बालेनले के भनेको थियो अरे हिजो बालेन हाम्रो सभापति अस्ति त चितवनमा हिजो सम्बोधन गरेन बालेनले ठिक छ अब ट्याक्क यहाँ चाहिँ यतिको बस्ने रमाइलो रहेछ होइन ठाउँ चाहिँ अनि ऊ पारिनेर ऊ त्यहाँनिर चाहिँ हाम्रो आगो बाल्ने ठाउँ रहेछ ट्याक्क पानी तताउने होइन त्यसमा त्यहाँनिर अनि ट्याक्क पारेर बनाउने खाने होइन इन्जोय पारामा इन्जोय फुल तरिकाले जैविक विविधताले सम्पन्न ग्रिन पार्कबाट हामी चाहिँ एकदम फेमस दाङको एकदम पर्यटकीय स्थल ताल हाम्रो देउखुरीकै टपन ताल जखेरा तालमा जान्छन् त्यहाँ पनि भव्य तरिकाले भ्लग हुन्छ घुम्ने 2-4 सौ होला ल साथीहरू अब चाहिँ हामी यसपछि चाहिँ हामी नेक्स्ट स्टेपमा हामी जखेरा ताल जान्छौँ जखेरा ताल चाहिँ हाम्रो देउखुरीको प्रख्यात स्थल हो र यतातिर चाहिँ ठ्याक्कै यता ताल जस्तै रहेछ यो चाहिँ हाम्रो यतै छ है साथीहरू हेलो हेलो अब हामी चाहिँ फोटा हान्ने कि यसैले हान्ने कि दुईवटा त हानौँ यता दुईवटा हानौँ उता दुईवटा हानौँ त तिनवटा हानौँ एउटा सँगै हानौँ तिनवटा यता हानौँ तिनवटा उता हानौँ भाइ गर्ने ल अब चाहिँ हामी फोटो हान्दैछौँ साथीहरू होइन वाउ गाइस भ्यू चाहिँ हाम्रो चाहिँ चिलिम भाडामा यस्तो भ्यूहरू चाहिँ यस्तो मजासँग रुखहरू छन् होइन यो परमा गाइस राम्रो रहेछ त्यो दुधमा कता राम्रो रहेछ बस्नु गिलास पारामा च्याउचाउ चटपटे खाने ओके गाइस अब चाहिँ हामी यस्तो जखेरातिर प्रस्थान गर्छौँ होइन ल गाइस हामी चाहिँ जखेरा तालको चाहिँ इन्ट्री गेटमा आइसकेका छौँ होइन अब चाहिँ अगाडिको परिस्तरमा चाहिँ एकदम गर्मी भइरहेको छ जखेरा बाटोमा के छ ठिक छ गरिब कति भइरहेको छ त अनि गर्मी चाहिँ भगवान्हरूले ज्याकेट पनि लाग्नु भने त कति भएको ज्याकेट फाल्नु पऱ्यो यार यो भएन निकाल्नु पऱ्यो यहाँ चाहिँ लास्टै गर्मी हुँदैछ यार भरे भन्दा भरे भने त अलि 1-2 डिग्री सेल्सियस चाहिँ हाम्रो देउखुरीमा अलिक गर्मी हुन्छ गाइस इन्जोयफुल तरिकाले चाहिँ यस्तो छ भ्यूहरू चाहिँ अब यहाँदेखि कति माथि जति छ अब यहाँ 1.4 किलोमिटर हो 1400 मिटर भनौँ छैन त एक भ्लग गर्दै भइहाल्छ 300-400 मिटर जति माथि आइसक्यो हाम्रो त्यो साइडमा जाऊँ सिनरी हेर न यार इन्जोयफुल त नयाँ ठाउँ हो यार इन्जोयफुल तरिकाले मकै हेर्नु साथीहरू नयाँ ठाउँ हो यार म त आइराखेँ अब यार कतिपल्ट आइसक्यो त्यही त यस्तो छ भ्यूहरू फाइनली गाइज हामी चाहिँ जखेरातिर आइपुग्यौँ यस्तो छ गाइज भ्यू चाहिँ फाइनली एन्ट्री जय होस् बैठो यार यस्तो गाइज भ्यू बाफले हुन्छ आउँछु ल है त अब जखेरा तालको सिन हेर्नुहोस् है त साथीहरू तपाईँहरू सबैले ट्याक्क जखेरा तालको ताल चाहिँ ठुलै छ है त अझै पल्ला यतातिर फोटोसुटहरूको लागि छ बुट्टाहरू देख्न सक्नुहुन्छ तपाईँहरूले यतातिरका
आइरह के छ विवेक सुवेदी गर्मी कतिको भएको छ पारीको शिवजीको मन्दिर अब हामी चाहिँ शिवजीको मन्दिरमा पुग्छौँ है त साथीहरू ख्याउटे कुकुर हेलो ओम नमः शिवाय विवेक ओम नमः शिवाय मन्दिरभित्र त मान्छे यस्तो छ गाइस भ्यू जखेरातिरको हेर्न सक्नुहुन्छ एकदम पानीको सतह बढिरहेको रहेछ जय शम्भो हर हर महादेव हर हर महादेव जय पशुपतिनाथ जय शम्भो हर हर महादेव जय शम्भो guys view त्यो तारवाला काम छैन 600 पऱ्यो नि त्यो हामी चाहिँ यस्तो बाटोबाट हिँडेर गएर गइरहेको छौँ गाइस यस्तो छ भ्यू भोलेनाथ हर हर महादेव जय शम्भो जय होस् यस्तो छ भ्यूहरू गाइज पनि बस्छ यस्तो छ भ्यू के छ ठिक छ एकदम ठिक छ एकदम तर गर्मी भएको छ र नर्मली गाइज ग्रिन पार्क अनि जोहेराताल घुमघाम गरेर चाहिँ घर आइसकेका छौँ अब चाहिँ यस्तो हजुरहरूसँग इभिनिङतिर भेट हुन्छ साथीहरू जय शम्भो हर हर महादेव गाइज गुड इभिनिङ के साथीहरू तपाईँहरूको हल्काबर इन्जोयफुल पारामा यस्तो छ भ्यूहरू यसो आज हामी यतातिर छौँ ठिक छ थ्याङ्क यू सो मच गाइज आजको रमाइलो भ्लग हजुरहरूलाई कस्तो लाग्यो आफ्नो प्रतिक्रिया अवश्य दिनु होला मिल्ते नेक्स्ट भ्लग में थ्याङ्क यू सो मच जय शम्भो थ्याङ्क यू सो मच गाइज लाइक कमेन्ट शेयर सब्सक्राइब